सप्तविंशोऽध्यायः कुमार्याज्ञा गर्नुहुन्छ अगस्त्यमुनिम्। त्यसपछि डोलीहरू चन्द्रावती भएको ठाउँमा आएर हे महारानी, हामीले स्वर्गका अप्सरालाई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देख्यौँ। उनका साथमा हामीले पनि पूजा गर्न लाग्यौँ र विलम्ब भए क्षमा गर्नुहोस्। तपाईँलाई पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएको छौँ, लिनुहोस् पनि प्रसाद दिएँ। तिनीहरूले ल्याइदिएको छ, हेर लिनुहोस् भनेको सुनि चन्द्रावतीले रिसले चुर भएर राता आँखा गरी दारा केटी नाङ्ले चाहिँ निश्वास फेर्दै ठुलो स्वरले गर्दा, हे पापी डोली हो, मलाई यस्तो वनमा एक्लै छोडी व्रत गरेर पछि लाग्यो। नोकरहरूको धर्म यही हो, यस व्रतले तिमीलाई खान दिन्छ कि के गर्दछ? श्री स्वस्थानी भनेकी कहाँको देवी हो? आजसम्म मैले त्यसको नाउँ सुनेको पनि थिएन, जानेको पनि छैन, त्यसले के गर्न सक्छ? तिमीहरूले मलाई नटेरेको हो, वनमा भएर पो न त तिमीहरूलाई आज के गति हुने थियो? आफूलाई कहिले पुग्ला भनी हात पच्छ, तिमीहरूलाई पनि यहाँ डरसम्म छैन। अपराधी रहेछौ भनी म्यानबाट निस्की डोलेको हातदेखि श्री स्वस्थानी परमेश्वरीका पछाडि खसी थु गरी थुकी। घोडाले कुल्ची दलिदिन र भने, अब पनि यसै गरौँला कि चाँडै लैजाऊ। डोलेहरू डरले थरथर काँप्दै आँखादेखि बरबर आँसु खसाले केही पनि भन्न नसके। मनले श्री स्वस्थानी परमेश्वरलाई सम्झी चुप लागि म्याना बोकी हिँडे। यतापट्टि आएर लावण्य देशका नजिकै साली नाम गएको एक नदी थिइन्। त्यहाँ पुगी आधा नदी तर्न लाग्दा श्री स्वस्थानी परमेश्वरीलाई निन्दा गरेको हुनाले अकस्मात चदुवा टाँगी जस्तो मेघ गर्जिन लाग्यो। त्यसै गरी मुसलधारे पानी बर्सेर ठुलो हुरी बतास लाग्यो र नदीको पुल भत्की चन्द्रावती म्यानाबाट खसी साली नदीमा परिन्। डोलीहरू मरी श्री स्वस्थानी परमेश्वरको प्रभावले दिव्य भई आनन्दले शिवपुरी कैलाशमा पुगे भने यतापट्टि आएर जो मनुष्य श्री स्वस्थानी परमेश्वरको व्रत गरेर त्यसले त्यो पदवी पाउला। जसले श्री स्वस्थानी मातालाई खुसी बनाउँछ उसले कैलाशको यात्रा तय गर्छ भन्ने यस विश्वासमा रहेको छ। अनि चन्द्रावती ब्राह्मणी महापातकी भई जलभित्र परिरहिन्। जुन दिनदेखि चन्द्रावती खसिन् उसी दिनदेखि साली पनि बग्न छाडेर त्यत्तिकै स्थिर भइरहिन्। माझीहरूले त्यो देखेर यो कि आश्चर्य भयो, आजसम्म यस्तो भएको थिएन। यस नदीमा गोही वा नाग आइबसे कि अथवा देशमा कहीँ उत्पात हुन लाग्यो कि यो जो कुरा राजा कहाँ जाहेर गर्नुपर्छ भने राजदरबारमा गई बिन्ती गए, हे महाराज, साली नदी बगेकी छैनन्, स्थिर भइराखेकी छन्। यस्तो भएको हामीले सुनेको पनि थिएनौँ, आज आफ्नै आँखाले देख्यौँ, आश्चर्य भयो। त्यो कुरा सुनि नवराज राजाले मन्त्र डाकी माझीहरूले जाहेर गरेको सबै कुरा भने। लोकलाई पनि साथमा लिई नदीमा गएर माझीहरूलाई जलभित्र कुनै जन्तुहरू छन् कि जाल हाली हेर भने हराएर माझीहरूले हवस पनि विभिन्न तरिकाले यतापट्टि आएर जाल हाली हेरे। चन्द्रावती त्यसमा अल्झ्याइन्। त्यस बेला चन्द्रावती कस्तो थिइन् भने शरीरमा कुष्ठ हुनाले हात पाउ झरेकी, शुद्ध केही नभएकी, हिलाले छोपिएकी मुडो जस्तो। त्यसो चन्द्रावतीलाई देख्दा यही वस्तु हो भने ठहर्याउन नसकी नदीमा किनारमा मिल्काइन्। फेरि जलभित्र पछि खोज्न लागे, केही पाउन नसके। हे महाराज, हामीले त केही पाउन सकेनौँ भने बिन्ती गरी। अनि नवराज राजाले, हे गङ्गे, तिमी किन स्थिर भइराखेका छौ? मैले जान्न सकिनँ, मसँग प्रसन्न हौ भनी हातमा अर्घले पार र नवरत्न समेत मिलाए गाईको दुधले अर्घ दिए। तब साली नदी बग्न लागिन्। सबैजना आश्चर्य भई नवराज राजाका साथ दरबारतिर फेरेर यतातिर आएर चन्द्रावती ब्राह्मणलाई छिनमा भ्युजिने, छिनमा मोर्छा पर्ने, छिनमा भोक लाग्ने, छिनमा तिर्खा लाग्ने, छिनमा शिर घुमाउन नहुने आदि यस्ता आदि विभिन्न तरिकाले यसरी महाकष्ट पाए मुडो लडे, झैँ लडी साली नदीमा किनारमा परिरहिन्। एक दिनको कुरा हो। एक दिन साह्रै भोक लागेर खानेकुरा केही नपाउँदा माटो नै खान्छु भने हातमा लिन्। त्यो माटो पत्थर भयो। त्यही पनि खाउँ भन्दा खरानी भयो, त्यही पनि खाउँ भन्दा ठुलो बतास आइउलाई लागिदियो। श्री स्वस्थानी परमेश्वरीको निन्दा गर्नाले यसरी शीत प्यास भोकदेखि नाना दुःख पाइराखेकी थिइन्। यतापट्टि नवराज राजाले आफ्नो राज्यका भएका सबै ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाएर ब्राह्मण भोजनको तयारी गराए। नवलपुरका कपिल नाम गरेका दुई भाइ ब्राह्मण पनि राजाको ब्राह्मण भोजनमा जान भने त्यति आएको चन्द्रावतीलाई देखिन। तिमीहरू को हो, कहाँ जान आयो भनी सोधिन्। ब्राह्मणहरूले, हामी कपिल नामको ब्राह्मण हौ, लावण्य देशमा नवराज राजा कहाँ ब्राह्मण भोजनका निम्ति मान्न जान लागिरहेका छौँ भने। तब चन्द्रावती भन्छ, हे ब्राह्मण हो, 5 दिन भयो मैले केही खान पाएको छैन। तिमीहरू भोजमा जाने भए मलाई पनि केही मागी ल्याइदेऊ, पुण्य होला। मोहनाथलाई दया गर भनी ब्राह्मणहरू भन्दछन्, हे पापिनी, अहिले हामी यसै हुन्छ भन्न सक्दैनौँ, किनभने राजाको दरबारमा के कसो हुन्छ। फेरि हाम्रो ब्राह्मणको जात ल्याउन सुनिश्चित दिए त ल्याउला, नत्र के गराउन आशा त गरेस्, भर नपरेस् भनी लावण्य देशमा गए। नवराज राजाले सबै ब्राह्मणलाई पूजा गरी दक्षिणा दिई भोजन गराए। भोजन गरिसकेपछि ब्राह्मणहरू नवराज राजालाई आशीर्वाद दिई आनन्द साथ आफ्ना घर गए। ती नवलपुरका कपिल नाम गरेका दुई ब्राह्मण दुई भाइले अघिको कुरा झट्ट सम्झेर त्यसै जाउँ भने त्यो पापिनी आशा गरिराखेकी होलिन्। केही लगिदिउँ भने कसरी माग्ने लोभी भन्ने पो हुन् कि भनी केही भन्न नसके। भोजन गरेको ठाउँमा कहिले यता कहिले उता गरिराखे।
हे ब्राह्मणले त्यसो गरेको देखेर गोमारानीले देखिन, हे भण्डारे होम, भण्डारेलाई डाकेर, हे भण्डारे ती ब्राह्मणहरू खान पाएनन् कि के भयो, सन्तोष भएन कि किन सोध भनिन्। भण्डारीले हवस् भने हे ब्राह्मण देवता हो, तपाईँहरूले राम्रोसँग भोजन गर्नु भएन कि अथवा सन्तोष हुनु भएन, इच्छा भए फेरि भोजन गर्नुहोस् भनी भन्दछन्। हे भण्डारे, महाराजको कृपाले हामीले इच्छापूर्वक भोजन गऱ्यौँ, सन्तुष्ट पनि भयौँ, तर हामी यहाँ आउँदा साली नदीमा किनारमा शरीरमा कुष्ठ भएकी हात पाउ धरेकी एउटा स्त्री जातिले देख्यौँ र कहाँ जान्छौ भनी सोध्यौँ। हामीले राजाको ब्राह्मण भोजनमा जान्छौँ भन्यौँ र उसले तिनीहरू पनि भोजनमा जाने भए, मलाई पनि केही ल्याइदेऊ धर्म होला भनेर। 5 दिन भयो अन्न पानी मुखमा भरेको छैन किन भनेकी थिइन्। त्यसैले अब यसै जाउँ भने त्यो आशा गरिरहेकी होली, केही लगिदिउँ भने कसरी माग्ने भनी बसिरहेका छौँ। त्यो सब कुरा भण्डारीले गोमा रानीलाई बिन्ती गरेर उनले ती 2 ब्राह्मणलाई भने जति अन्न देऊ भनी हराइन्। भण्डारीले हवस् भनी भण्डारमा गइराखेको वस्तु दिन खोज्दा नवराजको सबै भण्डारा सुकिसकेकाले केही पनि नपाई आश्चर्य भनी हेमा रानी, राखेको ठाउँमा केही पनि छैन, के दिउँ भनी बिन्ती गरे। गोमा रानीले यस्तो कुरा सुनि आफै भण्डारमा गई हेरिँदा नभन्दै केही पनि रहेनछ र मलाई तयार गरिराखेको भोजन देऊ भनी हराइन्। उनीहरूले हवस् भने त्यो भोजन लिई ब्राह्मणनिर गए। हे ब्राह्मण हो, त्यसको नाउँ लिनासाथ राजाको भण्डार सबै सुकि गयो। कस्तो खालको त्यो मान्छे रहेछ, राखेको ठाउँमा केही पनि पाइन। त्यो महारानीलाई पनि पकाइराखेको भोजन छ, लगिदिनुहोस्, अरू केही पनि छैन भनी भोजन दिए। ब्राह्मणहरूले शर्माले त्यो लिई निस्केर उनीहरू सनासाथ राजाको भण्डार फेरि जस्ताको त्यस्तै पुनः फैलियो। जय जय श्री स्कन्द पुराणे केदार खण्डे माघमात्मे कुमारागस्त संवादे श्रेष्ठस्थानी परमेश्वरे नमराज ब्राह्मण भोजनं नाम 27 अध्यायः।